के होस् यता सानो गर्नुहुन्न बुहारी तपाईँलाई थाहा होइन गरेर माथिन्छ अबे साले जो माफ करना मैं जो बड़ी हेलो गाइस के छ खबर सबैजना सन्चै आराममा हुनुहुन्छ वेलकम टु आज चाहिँ कहाँबाट यो भ्लग स्टार्ट गरेको चाहिँ भन्नु आज चाहिँ कसको घर छु अन्त हाम्रो यहाँ सानो कार्यक्रम छ साथीहरू लामो तपाईँहरूलाई देखाउँछु उहाँ चाहिँ कुद्ने हुनुहुन्छ जुन घामले गर्दा देखिनु भएन यो चाहिँ हाम्रो मासु यहाँ चाहिँ मासु मेरिनेट भएर बसिरहेको छ मेरिनेट भन्छ होइन त्यहाँ चाहिँ प्याज काटिरहेको छु के को लागि के पाकिरहेको छ भन्दाखेरि खोइ पाकिसक्यो आटा मम्मीले खाँदैन अन्त पनि अब चाहिँ खानु जाँदैछौँ सिधा भयो हाम्रो चाहिँ यो खानु यो के पानी हो त एउटा दाह्रै झाप र यस्तो त हुन्थेन मलाई त थाहा यस्तो त जे बनाउन खोजेर आयो चाहिँ कति भएन गाइस किन बसाएन है 500 रुपियाँ किलो चामल ल्याएर पकाउँदा नि कम लागेको क्या न सेम बिरयानी बनाऊ हो कि होइन नुन कम भयो गाई झुझुमा थापा गर्नै हाल्छु बिरयानी पाक्दै थियो र यो चाहिँ बिरयानी हो कि होइन हजुरहरूले भन्नु यस्तो सेतै हुँदैन नि कलर हुनु पऱ्यो नि फुड कलर ल मासु चाख बिरयानीको भागम गाइस भागम कस्तो भन्छ तातो आयो जागे होइन यहाँ हेर्नुहोस् होला गाइस हाम्रो चाहिँ खाना लगाएको छ गाइस तर मलाई छुट्याउँदैन होइन खाउन त रेबु हेलो भन्देऊ न रेबु रेबिका हामीसँग गरम हेलो भन्देऊ न मसला नि थिएन हेर्नु गाइस होइन त्यही हो यहाँ चाहिँ आमा चाहिँ ढोकामा उभिराख्नु भयो खाना त त्यहाँ आउँछ खतरा मिठो चाहिँ एकदम दामी बबाल भएको छ तर मलाई यसको के मन परेन भने त्यो दही चाहिँ कति मिठो आएन पुरै उस भएको मेरो अलिक नुन कम लागेको थियो होइन मासुमा मासुमा चाहिँ त्यही हो मजाले हाल्नु नि जुट हाल्नु तिम्रो मैले खाना गर्छु त ल चल्छ नि हाम्रो के छ गाइस
देविकालाई किन दिएको त्यस्तो पिरो कपडा साट्न हेलो डोन हेर यहाँ चाहिँ रेबु पुरै फुल बाइक चलाइरहनु भएको लड्छ नजा किन बोला फेरि डढेँ नि मैले भने होइन मुनि भात हुन्छ बिचमा मासु हुन्छ भनेर दिस इज बिरयानी भाउजू बिरयानी बिरयानी अनि सक्नुहुन्छ गाई जजराले चाहिँ कलर बिरयानी चाहिँ यस्तो हुँदो रहेछ यो चाहिँ हैदराबाद तातो तातो हो कि चाम्नु हैदराबादको कुक रहेछ होइन मसाला यो बल्ल हो कि बल्ल भैँसी र बुङ्गुरको पिस हेर्नु आउँदैछ होइन धेरै भएको चिज आउँदैन त्यहाँ चाहिँ धेरै भएको चिज आउँदैछ अरे साथीहरू भान्जीलाई मुसुले त खान्छ त्यसमा हाल्दै डाल अझ हाल्दै खान्छु भात यो चाहिँ मिठो के भयो नगरौँ त्यतिलाई सब बुङ्गुर हो बिरयानी यस्तो त पकाउँदैन के कसरी त बिरयानी लेभल हुन्छ बिरयानीको त भात त फुट्दै छ होइन गिलो त अलि खाँदै हाल्नु त्यहाँ मसला बोल्नु पऱ्यो पकाएर लेबल गरेर हाल्नु पर्ने के कुक हो क्या साथीहरू हाम्रो भाइ चाहिँ कुक हो कतिमा पानी निकालेर हामी तिनजनालाई यहाँ चाहिँ बिरयानी बन्दैछ नुन चाहिँ थप्यो भाग लगाइदियो भने त लिँदै है घुम्दै साथीहरूमा चाहिँ कालो आएको जस्तो कस्तो खाने है थाहा थिएन भर्खर थाहा भयो मलाई चाहिँ हेर्नु पऱ्यो यहाँ कस्तो खाँदैछ पानी खाँदै हिँड्नु भएको उता चाहिँ लाइ त ल कहाँको पानी खाएको फेरि बाटोमा पानी खाएको क्या हो ल खाएको र कुलकुली गर्दै हिँडिरहेको चलाउनु नि सिक्नु भनेर के अब लाइसेन्स सिक्नु अब यहाँ चाहिँ भाउजूको फ्यानलाई त अब चर्लमै पारिदिन्छ नि त रेबुले त खतरा हो क्या रेबु त हाम्रो चाहिँ बिरयानी सब घोलेको होइन चिकनको पिस राइस होइन लेग पिस कता भएछ कुखुराको पछाडिको भाग गाइस हेर्नुहोस् भाजी फ्राई गर्न त अब छ न कस्तो भयो त्यो चाहिँ सानो भाइलाई रेडी हुँदैछ साथीहरू मेरो ब्लगमा चाहिँ हजुर देखिरहनुहुन्छ म चाहिँ कस्तो कामै हाल्नुहुन्छ खुसी यताबाट हेर कस्तो
मेरो भाइलाई चाहिँ देखिरहनुहुन्छ हजुरहरूले त्यसको लागि चाहिँ यहाँ रेडी भइरहेको छ खाने खाने लाग्ने साथीहरू यो चाहिँ रायता बाल्टीमा रायता छ रायता गाडी एकदम स्पेसल छ होइन अमिलो चटपटी च्याप्पा पारेर खाने मेरो त कुरा नगर्नु खतरनाक हुन्छ बोटोको बोटोमा दिएन बाबा त्यही हाल्ने के तान्नु फुटेको मिठो हुन्छ म पनि छुट्यो उता एक ठाउँमा बस्छ एक ठाउँमा बस्छ एकजना हाल्दै के छुट्यो र अघि मम्मी हेर त थाल नाक्दै हिँड्दै बस्यो यो थाल नाक्दै बस्यो चाडुभन्दा धेरै पाइन्न है मम्मी यो फुच्चीलाई हाल्दैन न बोटोमा के गर्नु लाग्यो भाउजूलाई बोलाउनु पर्यो उही त्यो तावा बस्दैन भने कि तावा बस्दैन त्यहाँ भाइको लागि हामीलाई बोलाउनु यस भोट दिने मात्रै रेबी कता गए म अहिले उता खोज्दै हिँडेर आएको भने थ्याङ्क यू कसो घरबाट फुल छोडेर ल्यायो उनीहरूले ल 1000 रुपियाँ भेट्टा हजुर दिन भएन त अघि उता हैन त देखो भएन हो ल हिँड्नु म बाखाको यहाँ हाल्छु म साहाबाट नि ल म भात खान्छ ल हिँड्नु हामी चाहिँ खाना बनाउँछ ल नि भाउजू गिलासमा हालिदिइसक्यो कस्तो छ अरे किन हालिदिएको के धेरै धेरै किन हाल्दैन भाउजू भातसँग खाने हो कि राइससँग दिदीको लागि भाउजू आउनु हेलो गाइस हाम्रो चाहिँ भतेर चलिरहेको छ ऊ त्यहाँ काटेर आएको थिएँ मैले हेर्दा कतापट्टिबाट ओ उहाँ छ कि ल मेरो म्याच त फ्राई हुने छ अनि के को मासु अरे हजुरलाई पुरा सुँगुर ल्याउँछ होला त कुखुरा हो कि हो बेलुका काममै बस्नु है अनि किन चलेको अन्त लेग पिस चाहिँ कहाँ गयो मन्साला गएछ कहाँ आउँदै खारेको ल भात क्या भात दो न भात नानी भात हाल्नु न भात थालमा हाल्नु न कस्तो भन्छ साथीहरू हामी चाहिँ यहाँ खाना खाएर बसिरहेका छौँ बाहिरपट्टि भान्डामा र अब चाहिँ हामी घरतिर लगाउँछौँ छोट मेरो हुन्छ छोड मेरो छोड न यस्तो हुन्छ क्या साथीहरू केही गर्न पाइँदैन घर जाने क्या चप्पल लगाउँछ चप्पल छोड त एकैछिन झन् म भ्लग बनाउँछ कि छोड त भनेको प्लिज साथीहरू म चाहिँ यता जाँदैछु बुहारीपाटीहरू चाहिँ भाँडा माझ्दै थिएँ मैले चाहिँ भित्र झाडु पोछा गरेर भित्र खाएको ठाउँपुरै सरसफाइ काम मेरो थियो मैले गरेँ र बुहारीपाटीहरू चाहिँ यहाँ भाँडा माझिरहेका थिएँ खै भ्याए कि क्या अरे पनि
यहाँ छैन है गाइज हेलो गाइज के छ गर्नु भएन लाज लाग्यो यता चाहिँ आइदिउँ धुन गर्नुहुन्न बुहारी पार्टीलाई हेल्प थाहा होइन हेल्प गरेर मात्तिन्छ धेरै गरेन हो कि होइन साथीहरू आफ्नो काम आफै गर्नुपर्छ के आज पिरो भयो अरे कसलाई भएन मलाई नि पिरो भएको थिएन मलाई पिरो भएको थिएन अनि चाहिँ अनि बुझ म खुर्सानी नखाने मान्छेलाई हो कि होइन त्यस्तो पिरो थिएन क्या त्यहाँ चाहिँ बुढाबुढी आमा एकै ठाउँ बस्न पर्ने रे बुढाबुढी आमा खतरा आइरहेछ यहाँ चाहिँ ठुलो छोरो यता ठुलो नातिनी हेर यसले कुन्दिन यसले त जति भने नि टेर्दिने नि त कतिचोटि लडा टाढो ठुल्के उठाइदिइसके क्या तर पनि टेर्दिने भने के नि भने चाहिँ होइन अब चाहिँ घरतिर लाग्नु पऱ्यो कि लाइन आयो फोन चार्जमा नै हाल्नु छ कहाँबाट हो म त जान्न कि उनीहरू काम आफै गर्नुपर्छ अरूलाई भन्नुहुन्न म कतै बाटै रोक्दै हिँड्नेलाई छैन ओइ के गरे हो त्यस्तो छैन के को बात हाल्ने होइन ढेँडोमा पिठो देखिरह त्यो कालो ढेँडोमा के भनौँ न कोदोको पिठोमा सेतो र कालो हुन्छ नि सेम त्यस्तै कहर देखाउनेलाई कसै त्यता फर्काएर त हामी देखिन्छ नि सानो बिगारमा को हाँडी जस्तो देखियो भन त अनि जो कालो भए पनि के भयो त जे भयो नि शैतानको सालो हो नि के हो शैतानको सालो हेरी कहाँ गाडो ल्याउँछ मम्मी तिमीलाई थाहा हाम्रो त्यो जग्गा थियो नि त्यहाँ किनेर घर बनाएको छु त्यस्तो राम्रो घर बनाउँदै रहेछ कसले किने होला ऊ त्यहीँ त्यो बाँस गाडी भन्दा अलि उतापट्टिको घरतिर लाग्नु पर्यो तिनीहरूले पनि भाडा माझेर भ्याएछन् फाइनली हेलो गाइज भैया बिचरा सब बुरा भाराम गाइज मेरो रिल चाहिँ सबै बुरा भाराम सबसे यो ठाउँमा सबभन्दा ठुलो मै छु कि यिनीहरू भाउजू बुहारी भाइ ऊ चाहिँ उहाँजीको बुढी सरी यहाँजीको बुढी उहाँको बुढो चाहिँ विदेश छन् इन्डियातिर उहाँको बुढो चाहिँ उहाँको बुढी चाहिँ यहाँ हजुरको सुनाउनु के छ मेरो चाहिँ अबको 4 महिनापछि आउनुहुन्छ अब चाहिँ के हो त्यहाँ बेलचा अब आलुमा विकासमा त जान्छ विकासमा त बेल्चा हाल्नु पछि आज त मोटै हालेन सायद विकास त सानो भाउ सानो भाउन्न भाउ धन्न किन ढुङ्गा खेलेको र दिदीलाई लाउँछ र
यस्तो छ क्या बानी यत्तिकै पिठा खान्छ मेरो हातको यत्तिकै हाम्रा भाँच्दैनन् मेरो गोप्रो यतिकै पिटाइ खाने त होइन क्या मेरो हातमा के नसम्झाउनु हुन्छ यिनी जस्तो खत्तम मान्छे संसारमा कोही छैन केमा फोन गर्ने चप्पलमा पैसा नभएको फोनमा 6 मास त किन्न आउने र अघि पनि हानेको भिखारीकोले पैसा गर्नुभएको थियो र अघि पनि अब पक्कै मम्मीको है गरे होइन त मान्छे मम्मीको अब थाहा होइन हिजो नाटक पार्ने भनेर अनि उसलाई गरेको 200 रुपियाँको लागि हेर्नुहुन्छ हजुरको नम्बर भिखारीकोबाट गरेको भन न च्याप हामी 200 रुपियाँ मात्रै मागेको होइन च्यापचुपै मागेको थियौँ त हामी रिटर्न गरिदिएको थिएन अझै सानो अहिले भन्दाखेरि 400 रुपियाँ यहीँ हातै दिन्छौँ बाँकी रिटर्न गर्छौँ पनि भनेको केही नै होइन के अब यिनको बुढा अब कता कता हिँड्न छ पैसा चाहिँ धेरै ध्यान अझै के भनिकन विकास सुरुमै मम्मीले के भनिकन छैन मसँग पैसा मर्न परोस् अरे मैले ठुक्लुक्कै मर्न मैले गएर निकालिदिइहालेँ त्यही भनेको होइन त 7-8 हजार अझै मान्छे सही थाहा छैन मनिषाले अझै के भन्छ हो कि मम्मीसँग भए त दिइहाल्नु नि मम्मीसँग नभरै अरे लास्टमा गएर मैले निकालिदिएँ 9-10 हजार मम्मीसँग छैन त्यही भएर हो दिदी 9-10 हजार हो ओट सोट सिलाउने पैसा रहेछ त्यस चाहिँ 4 हजार भन्दा त बढी थियो 5-6-7 हजार रुपियाँ जति थियो होला है मैले त्यही यसो गर्दाखेरि हो क्या निक्लेको कोट र प्यान्ट त्यसको अब भोलि उता जानु पर्यो घुम्न पर्सिखेरि पोखरा निका पर्छ भने पोखरा अनि कहाँबाट पुग्छ त्यही भएर 100 रुपियाँ खाना रेडी हामी सुनि होइन मासु भात के भयो गर्छ नि अब खेले होइन अब यस्तो बान्डामा नचढ्छ नि अब केटी पनि नचढ लटिन्छ त्यहाँबाट भन न अबि चलाउन लटिन्छ त तल हुन्न के चल्ने होइन यो कोक दिन्छु मैले त लाङखुट्टेले टोक्यो खुट्टा भाचा लाइ ओ यहाँ दाइजु नानी सुस्मिता खतरा छ ल जाने अब गर्छ चप्पल लाउरे रात तल्ल अब पनि मेला गइसक्यो भनेर भन्न मलाई भनेको होइन हजुर बोल्नु भएको नि अहिले त सक्दिनँ लास्टै कैडा लाहा होइन हिजो लास्टै शरीर दुख्यो होइन म बरु दिउँसोतिर जाम्ला भन्ने साथीहरूले नि दिउँसोतिर जाम्ला भनेको त्यही होइन त्यही होइन भनेको मैले नि त्यही निकाल्छौँ त खाना म धर्मी बेला अलिक पनि थिएन त्यही हेर नि त केटी मम्मी त्यहाँ हेर नि त तपाईँको घर छैन के हुन्छ भनेर ल भयो छोडो अब ओइ चप्पल लगाएर त्यसलाई जानु पऱ्यो भएन बसेर होइन यहाँ धेरै बसेर काम छैन साथीहरू रात पऱ्यो के कसो साथीहरू एकछिन बाहिर बस्छु के अरे त्यो साथी चाहिँ कसले आयो धन्न के मुसुङ लिएर नि त भात मेरो फोन मेरो हातमा ल हिँडेर चप्पल ला भनेको त मान्छे चप्पल लगाइदियो त जाउँ त मान्छे लगाइदियो अब चाहिँ हामी घर जान लाग्यौँ साथीहरू ल अघि पनि ल साथीहरू भने अहिले पनि ल साथीहरू है अब चाहिँ यो मेरो लास्ट हुनेछ
ओके मेरो ममा के काली तँ झन्डाबाट आइयो त्यहाँबाट यहाँ बाटोमा आएर यिनीहरूको घर अब यहीँ हो यिनीहरू त यहीँ बसिराख्छन् है आफ्नो घर त उहाँ छ छोड मेरो छोरी यति सफा छोरीको जुठो खाना घिनाउका हो तिमीहरू ल साथीहरू अब चाहिँ म स्टार्ट गरेँ है अब चाहिँ म जान्छु यो चाहिँ मेरो फाइनल थियो अहिले पनि गयो भने अहिले पनि गयो भने तिनीहरूलाई चाहिँ ल बाई 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 गाइज बाई बाई अनिको अंकल बाई हेलो अंकल बाई गए म बाई बाई ल साथीहरू तपाईँहरूलाई पनि बाई बाई ब्लग चाहिँ मेरो यति नै रहेको छ सम्पूर्णले हेरेर माया गरिदिनु होला हस् त धन्यवाद र शुभरात्रि